शक्तिका 48 नियमहरू 7। अरूबाट काम गराउनु तर श्रेय आफू लिनु। शक्तिशाली मानिसले सबै काम आफै गर्दैनन्। उनीहरूले सही मानिस, सही प्रणाली र उपलब्ध स्रोतहरू प्रयोग गरेर ठूलो नतिजा निकाल्छन्। बुझ्नुपर्ने कुरा, नेतृत्व भनेको हरेक काम आफ्नै हातले गर्नु होइन। नेतृत्व भनेको सही व्यक्तिलाई सही जिम्मेवारी दिनु, टोलीलाई सही दिशामा अघि बढाउनु र अन्तिम नतिजाको जिम्मेवारी लिनु हो। उदाहरण, कुनै प्रचार अभियानमा चित्र बनाउने व्यक्ति, शब्द लेख्ने व्यक्ति, प्रचार गर्ने व्यक्ति र भिडियो सम्पादन गर्ने व्यक्ति सबैले आफ्नो काम गर्छन्। तर सम्पूर्ण योजना बनाउने र सबै कामलाई एउटै दिशामा लैजाने व्यक्तिले अन्तिम नतिजाको जिम्मेवारी लिन्छ। सावधानी, यसको अर्थ अरूको मेहनतको गलत फाइदा उठाउनु होइन। टोलीका सदस्यलाई सम्मान, श्रेय र उचित प्रोत्साहन दिनुपर्छ। शक्तिको दृष्टिकोणबाट हेर्दा श्रेय लिनु महत्त्वपूर्ण देखिए पनि वास्तविक नेतृत्वमा निष्पक्षता र कदर पनि उत्तिकै आवश्यक हुन्छ।